नमस्कार सबैजनालाई सन्चै हुनुहुन्छ होला है। अनि आज चाहिँ नि हामी के पो बिहामा जानुपर्छ नि त हो, त्यसले गर्दा के पो यहाँ बिहान हतार गर्दैछु। आज चाहिँ सिमराई बनाउनु पर्यो भनेर नि, अन्त हामी एकैचोटि चाहिँ जानु सक्दैनौँ किनभने अब घरमा बिमारी हुनुहुन्छ मिना फुपू है, त्यसले गर्दा साथी एकजना हुनैपर्छ। अनि मम्मी र अन्वेषा चाहिँ जाने बिहान हो, त्यसपछि चाहिँ हामी जान्छौँ। अन्त यहाँ बिहानको गर्दैछु। हाम्रो बिमारी चाहिँ उयो पर हुनुहुन्छ मिना फुपू। नमस्ते राम्रोसँगले। आबिया चाहिँ बिहानको एकदम मर्निङ टाइममा यसको उयो हुन्छ ह्यान्ड राइटिङ है। आबिया गुड मर्निङ देख्दैछ आबिया पनि। म चाहिँ अब पकाउनुको लागि रेडी हुँदैछु किनभने हामी बिहानै खाना खान्छौँ, त्यसले गर्दाखेरि चाहिँ रेडी। अन्वेषा मम्मी बिहामा जानुको लागि तर्खर अन्वेषा हो। खै गुड मर्निङ पनि छैन, केही छैन। ए यहाँ मम्मी पनि तयारी। हेलो, बिहामा जानुको लागि रेडी एकदम। नमस्कार है सबैजनालाई। बिहामा जानलाई रेडी भएको। अब भदैनीको बिहा छ आज हो, अन्त रेडी भएर निस्केको। अब भरे भेटौँ अब। भरे सबैजनालाई भेटौँ न ल। हुन्छ ल, बाई। दुईजना चाहिँ जानुभयो हो, हामी चाहिँ अब भरे तलनिर गाडी चाहिँ तल बोलाइरहेको छ। गाडी पाउँदैन नि त यहाँबाट बिहानै कि, त्यसले गर्दाखेरि चाहिँ म चाहिँ नि उयो बनाउनु पऱ्यो भनेर नि, प्रणामी अचार बनाउनु पऱ्यो भनेर नि सम्झेँ कि अस्ति ल्याएको। अन्त यहाँ यी मसला बनाउँदैछु। यो चाहिँ जिरा, तोरी र यसो मेथी छ कि, यसलाई भुटेर यस्तो हो। अन्त ती भयो नि त प्रणामी अचार सबैले मन पराउँछ, तर अब बनाउने टाइमै नभएको। यही प्रणामी अचारको लागि चाहिँ यहाँनिर काटिदिनु हुँदैछ खोर्सानी र आलु हो, त्यसले गर्दाखेरि। अन्त आज चाहिँ मैले सिमराई बनाएको छु। यहाँनिर अघि केलाएको थिएँ है, डुकु पनि छ बेलुकाको यही खाने। अनि यहाँ यी मसला चाहिँ यहाँ भुट्दैछु नै अझै हो। यस्तो छ प्रणामी अचारको। हेर्दा हेर्दा है बिहाको गाडी जाम भयो नि, तर खिच्नै पाएन। नौमती बाजासँग है, नौमती बाजासँग बिहाको गाडी। नरेशमा गाडी रहेछ। ल है बिहाको गाडी गयो, जन्तीको गाडी चाहिँ हामी चाहिँ कुदेर अब हामीले खायौँ। अघि मम्मीहरूलाई चाहिँ रोटी बनाइदियो नि त हो, किन मम्मी चाहिँ गोडा धुनुपर्छ नि त भदैनीको, त्यसले गर्दा नुन नखाइसक्नु भयो रोटी खाएर हो। त्यहाँको बिमारीलाई पनि दिइसकेँ हो। अन्त आज तिन बान पो भयो आज त तिनपल्ट है। अघि प्रणामी अचार बनाएको थिएँ हो, यो डुकु बेलुकाकै हो। सिमराईको रस बनाएको छु। अनि आज पिसेको अचार चाहिँ बनाइनँ, आज यस्तै अचार बनाएँ। अब खाने ल, काम पनि छ, अरू काम पनि छ। अब त ढप्पै हालेछ एकै जग्गा, फेरि गिजिङ 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 गिजिङ। है मैले सकेँ यी चापचिप बनाएँ आफूले पकाएको आफूले मिठो मान्दै खाएँ हो। यी सकेँ, सबै सकेँ मैले। उयो आबिया त खाइरहेको छ अझै हो। आज पुरा काम छ आज कि मम्मी आउनुभन्दा अगाडि चाहिँ मैले चाहिँ काम सक्नुपर्छ हो। त्यसले गर्दा आज खाना खाँदा चाहिँ 10:30 भएछ। काम चाहिँ पुरा छ। अब भाँडा धुनु ओर्नु के छ, बडाल कुडाल पुसपास हो, त्यस्तै छ। भाँडा धुनु छ, अब पुस्नु छ, पुरा छ नि काम। नुहाउनु छ, के छ। ए अब नि नुहाइधुवाइ सकिसके, सबै काम सक्यो कि। सबै काम भन्दा पनि अझै एउटा काम रहेछ हौ, पानी ल्याउनु जानु कि, किनभने भोलिदेखि त स्कुल लाग्छ नि त। त्यसले गर्दा आज ल्याएन भने चाहिँ अब उयो हुन्छ, भ्याउँदैन नि त। अन्त मिना फुपूलाई टिभी खोलिदिइराखेको हो, पिक्चर हेर्दै गर्नुहुन्छ। आबिया र मिना फुपू चाहिँ एकछिन बस्नुहुन्छ, अनि हामी चाहिँ पानी लिएर आउने। पानीको चाहिँ पुरा दुःख, के गर्नु बोकेर जानुपर्छ हो।
अब हामी चाहिँ हिँडेकै पानी ल्याउनु है पानी ल्याउनु हिँडेको चलो आम्मा कस्तो डरलाग्दो हावा चल्दैछ चिसो हावा धारा पनि हामी पानी सुकिसके छेउछेउको धारा हो तल जान्छ क्या तल कस्तो चिसो रहेछ तिनीहरू त्यही त पुरा चिसो छ पानी पर्छ होला आज त पानी देखाउँदैछ होइन पानी देखाउँछ गुगल बाबाले देखाउँछ पानी बाबाले हामी त ओह्रालो जान्छौँ यसरी पर तल जान्छौँ तल्लो लाइन प्रेमताम रोड पनि भन्दैन त्यसलाई के भन्छौँ तल रेउकाई अफिसको छेउमा है त्यही त हो बमबस्तीको पोस्ट अफिसदेखि सिधा मुनि पर्छ यहाँ चाहिँ नारायण स्कुल हाम्रो घरको छेउमा छ है नारायण स्कुल चाहिँ चिसो हावा यहाँनिर चाहिँ नि पहिलाको पुरानो घर यहाँभित्र छ हो थियो हो छनु त त्यो घर अझै पनि कि तर अहिले सबै बााउन्ड्री गरेको रहेछ है यो माथिको घर चाहिँ हो यहाँ चाहिँ धोबीको उयो छ है लुगा धुने जग्गा यहाँ चाहिँ लुगा धुन्छ धोबीले त्यो जाँदैछौँ ओह्रालै ओह्रालो ओह्रालै ओह्रालो गएको छ यहाँ छ नि धारा यहाँ छ तर सबै अब यस्तो बाउन्ड्री बााउन्ड्री गरेर ताला लगाइदिएको छ पानी थाप्ने जग्गामा चाहिँ त्यसले गर्दा अझै तल जानुपर्छ हामी चाहिँ तर यहाँको धारा सानो छ यतिबेला सानो हुन्छ हो हुनु त सबैतिर त सुक्दैछ त्यहीँ मात्रै चाहिँ ठुलो छ पानी है त्यहाँ म्यामहरूको घर मुनि चाहिँ ल हेर्नुहोस् है हामी चाहिँ कति टाढोबाट चाहिँ अब दुःख गरेर चाहिँ पानी ओसार्दा रहेछौँ अब स्कुटीमा भए पनि है त्यही त टाढो स्कुटीमै भए पनि अब आउनु त तलै आउनु पऱ्यो नि त है तर हामीलाई खाने पानी चाहिँ अब बानी नै लागेछ नि त है धाराको खाने त्यसले गर्दा अरू जग्गाको चाहिँ हामी खाँदैनौँ फुलहरू एकदम फुलिरहेको छ यहाँ दामी सुन्तला पनि फलिरहेको छ अछु त्यही डरलाग्दो हावा छ के भन्नु अब आज बिहामा चाहिँ अब तिमीले नकल पार्नु चाहिँ नपाउने भयो अम्मै जाडोमा पनि नकल पार्छ ग्यास हुनु छैन ग्यास भएर सलक हुनु छैन जाडो काँडा उम्री गाडी लगाएर क्या त्यहाँ साडी त लाउनै पर्छ अब हो कि तर गाडी माथि ज्याकेट पनि लाउनु पऱ्यो नि त कोट पनि लाउनै पर्छ नकल पार्नु कोट पाएन लाउनुपर्छ या त मोटो अब उयो लाउनुपर्छ है हामी चाहिँ आइपुग्यौँ है अब धारा चाहिँ यहाँको चाहिँ पानी चाहिँ ठुलो छ नि त यहाँको चाहिँ पानी देखाइदिउँ यो हामी धारा Yes, bro. लुगा हुनुहुन्छ एकछिनै खुट्टा अल्झिन्छ है हामीको धारा चाहिँ ठुलो छ यहाँ चाहिँ पानी क्या त यति ठुलो अब अहिले यस्तो उयसमा पनि पानी ठुलो छ हो मलाई साह्रो लोभ लाग्छ पानी त्यसै बगेर जान्छ यहाँको पानी चाहिँ नि खाली नालीमा गइरहेको हुन्छ कस्तो लोभ लाग्छ अहिले यो सिजनमा त्यस्तो ठुलो छ पानी हेर न बर्खामा झन् कत्रो पाइप भरिको हुन्छ 1 घन्टा चाहिँ ट्याङ्कीमा हाल्नु पायो भने त भरि हुन्छ नि अब हाम्रो त हत्तु भयो हत्तु कति लिटर छ आफ्नो पानी हेर्नुहोस् 15 30 40 हो यो 5 5 50 55 56 57 57 लिटर्स चाहिँ पानी हामीले लिएर एकपल्टमा त्यति ल्याउँछौँ अब फेरि कहिले सकिन्छ कहिले जानुपर्छ त्यसरी नै त्यस्तै छ पानीको दुःखले गर्दा चाहिँ हत्तु नै हुन्छ हामीले चाहिँ बोकेर ल्याउनु चाहिँ अब दिदी जहिले घाम्रो लगाएको उसले पनि लाउनै पर्ने घाम्रो मम्मी आइपुग्नु भयो है हामी जानुपर्छ आइपुग्यो अब तिमीहरू जानु ल बिहामा जानु रमझम भइरहेछ बिहा हो दामी भइरहेछ जानु अन्वेषा इन्जोय गरेर आउनु ल अन्वेषा परेछ है हुन्छ। परेछ अन्वेषा
जाउँ है हामी त्यसो भए ल निस्क्यौँ चलो बहिनी ल अब चाहिँ हामी जाने ल जाउँ गएको ल हामी बाई बाई यहाँको गाडी होला यो त यो अर्को बिहाको ओह्रालोको बिहाको हो यो मैले भन्दै थिएँ त्यसलाई नलगा न यो लुगा हुँदैन के पो चिसो हुन्छ भनेको थिएँ होइन त्यहाँ यता ल हेलो हामी चाहिँ आइपुग्यो है यहाँ बिहाको घरको छेउमा गाडी चाहिँ यहाँसम्म आउँछ है अन्त यहाँ तपाईँले वेदर देख्नुहुँदैछ तपाईँहरूले है आज चाहिँ गुगल बाबाले गरेको प्रेडिक्ट चाहिँ साँच्चै नै होला जस्तै भयो है आज चाहिँ पानी पर्छ भनेर प्रेडिक्सन छ है उसमा गुगलमा अन्त आज चाहिँ वेदरले हेर्नुहोस् न पानी पर्ला जस्तो भयो र यहाँदेखि चाहिँ मैले क्यामेरा मैले ह्यान्डल गर्नु थालेँ किनभने रेखाले नानी पनि ह्यान्डल गर्नुपर्छ अरे अन्तखेरि के साडी पनि ह्यान्डल गर्नुपर्छ अन्त म चाहिँ यहाँदेखि चाहिँ उयो गर्दिनँ भनेर मैले हेर्न थालेँ त्यही त मन्दिर रहेछ यहाँनिर है यो मन्दिर त देखेको कि तर दामी बनाएको रहेछ र यहाँदेखि चाहिँ हामी अब स्कुटी अलिकति 3जना चाहिँ साह्रो पर्छ जानु कि त्यसले गर्दा हेर्नुहोस् न बाटो त्यसले गर्दा चाहिँ हामी यहाँ हिँडेर जाँदैछौँ ओह्रालो अलिकति तल हो बिहा घर चाहिँ यहाँ चाहिँ यो घर देख्नुहुँदैछ नि अगाडि यहाँ चाहिँ हाम्रो मामाको घर हो र ठुलो मामाको घर चाहिँ तल छ बिहा चाहिँ त्यहाँनिर हो हुन्छ बाटो चाहिँ यहाँ चाहिँ खराब छ है यस्तो छ यहाँदेखि चाहिँ तपाईँको डाइभर्ट भयो क्या बाटो यता जानुपर्छ हेलो भर्खर हामी पानी पर्नु आँट्यो है पानी पर्नु आँट्यो हिँडिहाल्यो हुन्छ 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 हामी यहाँबाट बाटो चाहिँ बिहा घर अब आइपुग्यो दिन चाहिँ यस्तो छ है लु है पानी पर्नु आँटेको छ दिन होइन दिउँसै रात पर्यो है शुभ विवाह आइपुग्यो है नमस्कार नमस्कार है ए हेलो सन्चै मैले भाइ गरेको म त झुकेँ नि दिदी बहिनीको हो भित्र चिनिनँ कि भरे चाहिँ मात्रै उसो लागेको थियो होइन तपाईँ पो हुनु थाल्छ सबै ठिकै छ खबर हुन्छ होइन भिडियो बनाउँछु के खानु हुँदैछ हुन्छ हुन्छ अहिले भेटौँ न यताबाट ल रमझम रहेछ बिहा चाहिँ मजाको भइरहेको रहेछ बेहुलीले चाहिँ डाडो चाटेको रहेछ हाम्रो त त्यसै भन्यो हामी चाहिँ अब नमस्कार मामा नमस्कार राधे श्याम बेहुलाले काम गर्नु रहेछ तल जग्गेको हो बेहुली चाहिँ लुगा फेर्नु गएको रहेछ ए बेहुला बेहुली बस्ने जग्गा चाहिँ यहाँ रहेछ नि त है यहाँनिर है आज त कति बजी पो आउनुहुन्छ अरे बेहुली त मामाले त 8 बजी हो कति बजी बेलुका 8 बजी टाढो छैन नि त यही बजारै हो नि त रौसी जानुपर्ने जति आरामसे जाँदा पनि भयो है आधी घन्टामा पुग्दैन पुगिहाल्छ होला हैन आधी घन्टा कस्तो दामी बनाएको रहेछ है हेर न मजाको हामी कता जानु हामी मान्छेहरू जानु नि बिहा घर चाहिँ यही हो रमझम भइरहेको छ दिनले साथ नगेर जस्तो भयो है त्यही त दिन त रात एकछिनमा कस्तो भएको है कालो है
ल है बेहुली हाम्रो बहिनी बेस्ट विसेस हो बेस्ट विसेस है ल फोटो फोटो खिच्दैनौ फोटो खिचौँ नि एउटा नम्बरको चत्वारि मायो भवाया विष्णु त्वं नयतु ये सखे चतुशृङ्गो मा वृषभगत्यदाम् असत्यारिणी सत्यप्रकाश भवरिग् यजुसामतार्व चत्वार वेदाः साक्षी वरदीर्घायु कन्यायिवाति पञ्चम पञ्च पशुभ्यो विष्णु त्वं नयतु। खाना बुफे चाहिँ यहाँ लागेको रहेछ है यहाँ भिडको साथ चलिरहेछ खाना खानु आउँ भनेको त खाली जग्गै छैन रहेछ भिड रहेछ त्यही त है एकछिनबाट आउँछु भिडको साथमा छ यी दुईपट्टि रहेछ नि त यताबाट पनि यहाँपट्टि पनि छ यी यहाँ पनि छ यी हामी चाहिँ बिहामा आएर अब खानु पनि थाल्यौँ हो भिड छ हो र पनि ए खाँदैछौँ अब यहाँ के आइटम छ यहाँनिर है अझै निकाल्नु उयो भयो क्या हामीलाई है लाइनमा त्यहाँ लाग्नै लाइन हेर्नुहोस् न यहाँनिर पुरै छ लाइन पुरै छ नमस्ते भाग्यमानी मलाई त चिन्दैन होला है चिनेन भेटेको भए पो कहिले चिन्छ है हुन्छ हामी खाना खानु थाल्यौँ ल आबियाले चाहिँ किन खाली छ त यसको खाइसकेको यसले है हामी चाहिँ खाना खायौँ हो अनि त्यहाँदेखिको चाहिँ बस्यौँ एकछिन मामा माइजूहरूसँग हामी भेट्यो हो फ्यामिलीहरू पुरा सबैजना आउनु भएको थियो त्यहाँदेखि खानापिना एकदम दामी मिठो अन्त हामी एकछिन बसेर चाहिँ अब चाहिँ निस्किँदै गरेको पानी पनि आउनु आँट्यो त्यसले गर्दा हो अन्त आशा छ तपाईँहरूलाई के पो मन पऱ्यो होला है आजको भिडियो मन पऱ्यो भने लाइक गरिदिनुहोस् सेयर किन हो यो किरा यस्तो गरिदिनुहोस् कमेन्ट पनि गरिदिनुहोस् ल किन हामी छिटो निस्केको कारण चाहिँ अब स्कुल पनि लाग्छ हो अनि नानीहरूको एउटा युनिफर्महरू आइरन गर्नु पर्ने छ है त्यसले गर्दा निस्केको पनि हुन्छ बाई